सबैलाई नमस्कार। म चाहिँ आज यो रमणीय ठाउँमा यो रमाइलो वातावरण बसेर मेरो 7औं मिनी ब्लग लिएर तपाईहरु सामु आएको छु। म चाहिँ हाम्रो पुर्खाहरूको अथवा खालिङहरूको थोरै इतिहास भन्न गइरहेको छु। पहिले हाम्रो पुर्खाहरूको पालामा फेगा, पागा अनि लगाउने चलन थियो। त्यो पनि जंगलबाट ल्याएको अल्लो भन्छ। त्यो अल्लोबाट बनेको फेगा अनि लुङ्गी पाङ्गा लगाउने चलन थियो। त्यो अब सबै लोप भएर गइसकेको छ। अहिले चाहिँ त्यही लगाइराखेको छु लगाउन त, तर यो चाहिँ त्यो अल्लो फेगाबाट विकसित भइसकेर त्यो लोप भइसक्यो। हामीले आफ्नो त्यो बेला सञ्चारको माध्यम नभएको कारणले तपाईहरुलाई अथवा संसारलाई देखाउने माध्यम नभएकोले त्यो त्यतिकै हराइ गयो। तर अहिले यो चाहिँ त्यही फेगा पाङ्गा हो, तर यो चाहिँ धागो अर्कै धागोबाट बनेको। मैले यो पाङ्गा भनिन्छ, यसलाई फेगा भनिन्छ। अनि यो पनि बिनाय भनिन्छ यसलाई पनि। यो बिनायहरु बनाएर बनाउने चलन थियो, बजाउने चलन थियो। त्यो पनि मैले थोरै देख्न र सिक्न अनि भोग्न पाए। पहिलेको इतिहासहरुसँग थोरा अनि चिनजान भयो मलाई पनि। आज म त्यही फेगा पागा अनि लगाएर तपाईहरुमा आज उभिएको छु। तर त्यो चाहिँ अल्लोबाट बनेको होइन, त्यसको विकसित रूप हो यो पागा अनि यो फेगा। हामी कालिङ राईहरुले लगाउने यो फेगा पागा बिनायो यिनीहरु भयो। उहिले बाजे बजैहरुको पालामा सञ्चारको साधन थिएन। रेडियोबाट समाचार सुन्थे। सबै गाउँघरमा सञ्चारको माध्यम थिएन। यही मादल मुर्चुङ्गा अनि बिनाय बजाएर रमाइलो गर्थे। अनि त्यही हाम्रो बाजे बजैले बनाउनु भएको त्यो रमाइलोको माध्यमहरु नै त्यही थिए। सञ्चारको माध्यम थिएन। त्यसैले त्यो बाजे बजैले बनाइरहनु भएको यो बिनायो भयो, मुर्चुङ्गो भयो, हामीले आज देख्न सुन्न पाएका छौं। र मैले नि थोरा हाम्रो बाजे बजैले बनाउनु भएको त्यो बिनायसँग चाहिँ थोरै म पनि परिचित भए र मुर्चुङ्गासँग अनि परिचित भए र बजाउन पनि थोरै सिके। अनि यो सिकिराखेको मेरो सिप अहिले आएर तपाईहरुलाई सुनाउन पाएकोमा धेरै खुसी छु। चाहिँ म त्यही बाजे बजैले बनाइरहनु भएको त्यो बिनाय बाजा चाहिँ सुनाउन गइरहेको छु। अब फेरि म अर्कै भाकामा बजाएर सुनाउँछु है त।
सबैजनालाई यो मेरो 7औं मिनी भ्लगलाई अगाडिको भ्लगहरु जत्तिकै माया गरिदिनु भएको छ त्यस्तै तपाईहरुको माया साथ सपोर्ट अनि सब्स्क्राइबको अपेक्षा गर्दछु र म साथै 8औं मिनी भ्लग लिएर फेरि तपाईहरु सामु चाहिँ चाँडै आउने छु यो मेरो भिडियोलाई लाइक कमेन्ट शेयर गरिदिनुस् र सब्स्क्राइब पनि गरिदिनुस् नयाँ जो भ्युअर्सहरु हुनुहुन्छ तपाईहरुको लाइक कमेन्ट शेयर एकदम अपेक्षा राख्दै बिदा हुन्छु अर्को 8औं मिनी भ्लग लिएर तपाईहरु सामु चाँडै आउने छु धन्यवाद।